आज मैले हेर्न चाहिरहेको छु कि हामीले प्यारालेलोग्रामको एरिया किन A into B भनेर पढ्छौँ जबकि त्यो ठ्याक्कै रेक्ट्याङ्गल जस्तो हुँदैन भने आउनु अनि म हेर्छु। पहिला हामीले एउटा प्यारालेलोग्राम बनाऊँ। प्यारालेलोग्राम बनाऊँ। यो हेर्दा यो ठ्याक्कै प्यारालेलोग्राम जस्तै बनिरहेछ। यो एउटा प्यारालेलोग्राम तर हामीले यो यस्तो रेक्ट्याङ्गल जस्तो नहुँदा पनि हामीले यसको एरिया B into H लेख्छौँ। किन होला यस्तो? त्यहीलाई आज प्रमाणित गरौँ। यस्तो यसलाई गर्दा यतापट्टिको यो छड्के भागलाई हामीले यहाँ उठाएर राख्दाखेरि यो ठ्याक्कै एउटा रेक्ट्याङ्गल जस्तै बन्छ। त्यही भएर यसलाई A र यसलाई B भन्दाखेरि यसको एरिया A into B हुन्छ।